आज हामी ढेँडो खाँदैछौँ है। ढेँडो 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 साथीहरू ढेँडो चाखङ पाचा आइसकेको हो यङ निच। यो चाहिँ मेरो भागै साथीहरू। यता कान्छा भाइ ट्विन्स यो दुईटा। ओ हेलो हेलो यता आउँ त। यो मेरो भाइहरू है। आमा कसरी खाएको लु लु विज्ञानको पनि लु यता हेर्दै चाखङ ओसन चामा दक्कौ यङ निच नि लु स्याबास मेरो छोरा नि खाम यो मामा धारा पानी घर है साथीहरू। भान्जे माइला भाइ मेरो माइला भाइ ए वहाँपट्टिको राम्रो देखिँदो रहेछ त सबैजनालाई। लु खाऊ लु खाऊ त स्याबास हो यहाँ पो राम्रो देखिँदो रहेछ। लु जम्मा जम्मा माथि हात पार हो स्याबास आमा देम टासा दिसिए आम्मा यहाँ धेरै राम्रो देखिँदो रहेछ त। धेरै राम्रो देखिँदो रहेछ यतादेखि। त ढोका थुनिदिनु पर्छ। सानो सानो उठ्नु त ढोका थुन्नु बिरालो आउँछ। खान्न अलिकति बाङा चान्न खम खम समिरा विज्ञान खोइ यो उमेरमा त म त 10 वटा खान्थे 10 ग्राम सर्काउँछ न। मिठो माइला भाइले बनाएको मिठो हुन्छ के एकचोटिको त म कहिले भुल्दिनँ। मिठो थियो गो आजको चाहिँ अब एकछिन खान्छु 3 मिनेटको भिडियो बनाउँछु अनि ए न त्यसरी डल्लो नपार है ढेँडो बल खेले जस्तो भोज लै भोज स्याबास हो त्यसरी खानुपर्छ है। मेरो छोरा त अलिक खानु जानेको छैन जस्तो छ। माइला लु जान ए यहाँ त कुर्सी पो रहेछ। हुन्छ।